हाम्रो यो संस्करणमा चाहिँ हामीले राष्ट्रिय गायक, लोकप्रिय गायक, हाम्रो सबैको मन मस्तिष्कमा बस्न सफल गायक तारा प्रकाश लिम्बू ज्यूसँगको चाहिँ छोटो अन्तर्वार्ता यहाँहरू माझ प्रस्तुत गर्न गइरहेका छौँ। नमस्ते। यहाँलाई हाम्रो देउमामा हार्दिक स्वागत छ। यहाँलाई चाहिँ पानीटार आउने पर्यटकहरूलाई चाहिँ के भन्न धेरै आउने मन पनि थियो, पहिलोचोटि आउने सौभाग्य प्राप्त भयो। तपाईँहरू सम्पूर्ण आयोजक टिमलाई, मेरो प्यारो भाइ आशिष दाहाललाई धेरै धन्यवाद दिन चाहन्छु। धेरै सुनेको थिएँ, आज प्रत्यक्ष म आएर आफैले देख्न पाएँ, घुम्न पाएँ। जति पनि नयाँ नयाँ ठाउँहरू, एकदमै रमणीय स्थानहरू घुम्न चाहनुहुने साथीभाइहरूलाई, परिवारहरूलाई यो ठाउँमा आइदिनु होला भनेर म एकदमै आग्रह गर्न चाहन्छु। सोचेको भन्दा धेरै राम्रो भयो। सम्पूर्ण यहाँ चाहिँ देउमाई नगरपालिकाका सम्पूर्ण जति पनि दर्शक श्रोताहरू आउनुभएको थियो, धेरै माया पाएँ, धेरै साथ पाएँ, एकदमै खुसी लागेको छ। सम्पूर्ण आयोजक तपाईँ टिमहरूलाई धेरै धन्यवाद दिनु होइन, एकदमै रमाइलो छ। हस् त, जाँदा जाँदै यहाँलाई मनपर्ने एउटा छोटो गीत प्रस्तुत गरिदिनु। तिम्रो मिठो बोलीसँग, तिम्रो अनि बानीसँग हारे 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 म त हारे। नमस्ते, थ्याङ्क यू। साँच्चै रमाइलो छ, रमाइलो रहेछ। मैले सुनेको मात्रै थिएँ, आज आउनु पाएँ। तपाईँहरू पनि आउनु होला, समय मिलायो ठाउँ घुम्नको लागि। अत्यन्तै रमाइलो छ, हृदयलाई एकदमै आनन्द तुल्याउनेछ। थ्याङ्क यू पानीटार।